यो गुन्डु कटुन्जेको सिमानामा पर्ने यो सल्लाघारीमा धेरै पिकनिक र धेरै सुटिङहरू आउने गर्थ्यो र हाल 2054 सालमा गणेशमान सिंह स्मृति वाटिका तथा स्थापना संरक्षण समिति कटुन्जेले गणेशमान सिंहको शालिग स्थापना गरेको छ। यो शालिग स्थापना गरेर अलिकति आकर्षक हिसाबले बनाउने कोसिस त गरेको छ। मानिसहरूलाई बस्नको लागि यो चौतारी, यहाँ कुर्सी र यो बस्ने विश्राम स्थान बनाएको छ भने यो सुन्दर गेट पनि बनेको छ र यहाँ विशेष गरी यो माथिसम्म जानको लागि सिडीको व्यवस्था गरिएको छ। सिडी आकर्षक हिसाबले बनाउने कोसिस गरिएको छ र यो सिडीहरूमा विशेष गरी आउने र जाने दुवैतर्फ चाहिँ सिडी बनाइएको छ र यो सुन्दर ठाउँमा अर्को तर्फबाट पनि यो जुन जान मिल्छ, यो राउत गाउँतर्फ जाने बाटो, यो सल्लाघारी बाटो पनि यो गाडीबाटै माथिसम्म पनि पुग्न सक्ने व्यवस्था मिलाइएको छ र विशेष गरी यहाँ पिकनिक र यो मनोरम ठाउँमा आउँदै हुनुहुन्छ भने यहाँहरू एक दिनको लागि विशेष आफ्नो परिवारसँग घुम्नको लागि नजिकको ठाउँ भक्तपुरको यो गुन्डु र कटुन्जेको सिमानामा रहेको यो ठाउँमा यहाँहरू मनोरम हिसाबले बिताउन सक्नुहुनेछ। यहाँबाट गुन्डु, कटुन्जे, भक्तपुर, काठमाडौँ, लुबु लगायतका ठाउँहरू देख्न सकिन्छ भने यो ठाउँबाट उत्तरतर्फ केही हिमालहरू पनि खुलेको बेलामा देख्न सकिन्छ। विषम 1972 कार्तिक 24 गते काठमाडौँ एड्खा टोलमा जन्मनुभएका गणेशमान सिंह बाल्य अवस्थादेखि नै अन्यायको विरुद्धमा आवाज उठाउँदै आउने एउटा कुशल व्यक्तित्व हुनुहुन्थ्यो। बाल्यकालदेखि नै राणाकालीन अयासीलाई त्यागेर उनी कलकत्ता पुगेका थिए र त्यही आफ्नो म्याट्रिकसम्मको अध्ययन उनले पुरा गरेका थिए। राणाकालमा उनी 10 वर्ष जेल परेका थिए। राणा शासनको अन्त्यपछि 2007 सालमा उनी उद्योग र वाणिज्य मन्त्री नियुक्त भएका थिए। 2046 सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर समेत भएका गणेशमान सिंहको मृत्यु 2054 साल असोज 2 गते भयो।